हेलो गाइज, फेरि पनि मैले तपाईँहरूको बिचमा यो प्रिन्स कट ब्लाउज लिएर आएको छु र यो अलिकति सिधा नभएको कारणले मैले यताबाट उताबाट सिधा गर्दैछु र तपाईँहरूले पनि हेर्नुहोला। चाहिँ एकदमै सिधा बनाउनु पर्छ, होइन भने ड्राफ्ट मिलेन भने फेरि सिलाउँदा पनि मिल्दैन है। त्यसकारण एकदमै ध्यान दिएर तपाईँको ड्राफ्टमा नै हो सुधार्ने। ड्राफ्ट बिग्रियो भने कपडा नै बिग्रिन्छ। त्यसकारण प्रिन्स कट ब्लाउजको कटिङ चाहिँ तपाईँहरूको विषयमा राखेको छु। यसको लम्बाइ रहेको छ 14.5 र 1 इन्ची प्लस गरेर मैले 5.5 राखेँ। अनि यसको आर्महोल अथवा यसको काखी भाग मैले 6 इन्ची राखेँ। यो डिप गला हुन्छ यसको, त्यही भएर मैले चाहिँ 6 मात्र राखेको छु। र यसलाई अब सिधा गर्छु म। सिधा गरी कोर्नुपर्छ। सिधा गरेर अब कोरिसकेपछि यसलाई चाहिँ 3 इन्ची राखेँ मैले। 2.5 इन्ची 2.5 इन्ची भयो, त्यसको 8 इन्ची सिलाइको जान्छ। त्यसपछि छातीको 4 भाग प्लस 8 इन्ची गरेँ मैले यता सिलाइको लागि, किनभने पछाडि अङ्कुशमा हाम्रो सिलाइ जान्छ। अनि माथि तिराको भागमा मैले यसमा ठुलो राम्रो नदेखिने भएको मैले जम्मै यो 3 इन्ची राखेको ठाउँबाट यता 4 इन्ची राखेँ। पातलो मान्छेको 3 इन्ची राख्नु होला, 3.5 इन्ची जति ठिक हुन्छ। 4 भन्दा माथि नराख्नु होला तपाईँहरूले। यसको चाहिँ अलि गला सानो राख्ने है भन्नुभएको थियो, त्यही भएर मैले चाहिँ 3.5 राखेँ गलाको चौडाइ। अनि यो चाहिँ हाम्रो गलाको रेखा भयो भने यो चाहिँ फिक्स, अनि यो मार्जिन, अनि यो माथिको तिराको त्योदेखि तल 8 इन्ची झार्नु होला तपाईँहरूले। अनि त्यहाँबाट सेन्टर पर्ने गरिकन एउटा चुट्का लगाइदिनुहोस्। र अब काट्छौँ हामीले। अनि त्यसपछि पछाडिको काट्दा अलिकति गहिरो नलिनु होला, पछि बान्ने समस्या हुनसक्छ। र अब अगाडिको पाटामा काट्न जाँदैछु। र त्यसको लागि कपडा सिधा गरेँ मैले। अब यसबाट जहाँबाट हामीलाई कपडा बच्छ त्यही हिसाबले हामीले काट्नुपर्ने हुन्छ। र मैले चाहिँ यसलाई यता माथि पनि तल पनि आफपट्टि 8 इन्ची बाहिर गरेँ, किनभने 8 इन्ची यो चाहिँ सिलाइ भागमा जान्छ। र मैले यहाँबाट 1.5 इन्ची राखेँ र यताबाट मात्रै 1.25 इन्च तल, र यता मैले 8 इन्ची राखेँ। त्यसपछि मैले चाहिँ अब यसलाई स्केलले सिधा गरेर कोर्दैछु। र तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया यहाँ सब्सक्राइब गर्नुहोस्। र यस्तै थुप्रै भिडियोहरू म तपाईँहरूको बिचमा मैले लिएर आउनेछु। र यसलाई हामी काट्नेछौँ। लाइक सेयर गरिदिनुहोस् मेरो भिडियोलाई। अनि अझै थुप्रै मैले भिडियोहरू राख्नु छ अनि राख्नेछु र तपाईँहरूको बिचमा आउँछ। अब मैले पछाडिको गला काट्न जाँदैछु। हेर्नुहोस् है त, एकदम फिनिसिङसँग काट्नुहोस्। पछाडिको गला मैले काटेँ। यसो काट्दै गर्दा तलको कपडालाई बचाएर ध्यान दिनु होला, तलको कपडा पनि च्यापिन सक्छ। अब मैले पछाडिको गला काटेँ। अब अगाडिको ड्राफ्ट गर्न जाँदैछु। मैले काखीको बिचबाट चाहिँ मैले 1.25 इन्ची भित्र लिएँ। यो चाहिँ हाम्रो अगाडिको पाटाको गोलाइ। मसँग यो स्केल भएको कारण मैले स्केलले कोर्दैछु। स्केल छैन भने यो हातले गर्न सक्नुहुन्छ, हातले गर्दा पनि हुन्छ, राम्रो हुन्छ। र मैले हातले मिलाएँ। अनि त्यसपछि अब यहाँबाट 2.5 इन्ची गलाको चौडाइ, त्यसपछि गलाको लम्बाइ यसको 7 रहेको छ। तपाईँको इच्छा अनुसार अथवा ग्राहकको अनुसार भी गला रहेको छ। यहाँ चाहिँ 4.25, यहाँ 3.5। अब यता 1.5 इन्ची गरी माथिबाट तल डटको भाग यो चाहिँ 10.5 इन्ची राख्नुहोस्। त्यसपछि यहाँबाट सिधा गरेर स्केलले तानेर त्यस यहाँबाट माथि चाहिँ 2 इन्ची जति माथि गर्नुहोस्। त्यहाँबाट फेरि स्केलले सिधा गरेर माथि मिलाउने, त्यसमा डट गोलाइ मिलाउनु पर्छ। अनि यता 8 इन्ची हामीले यता बढाएको थियौँ र त्यही 8 इन्ची यता हामीले चाहिँ घटाउँछौँ। र फेरि पनि मेरो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् सबैजनाले, जतिजनाले हेर्दै हुनुहुन्छ। अनि हामी एकदम कुना नपर्ने गरेर हामीले यसलाई यो डट चाहिँ एकदम मिलाएर काट्नुपर्ने हुन्छ। अब हेर्नुहोस्, यो चाहिँ अगाडिको पाटा भयो, हाम्रो डटको भाग भयो। अनि अलिकति माथि मिलेको छैन, मैले यसलाई बराबर काटेँ। अनि अब चाहिँ म बाउला काट्न जाँदैछु। हेर्नुहोस् है त, बाउला चाहिँ जर्जट को हो, भित्रीवाला हो। त्यो भएको कारणले मैले जर्जटको बाउले निकाल्दैछु। यहाँ चाहिँ काखीको 4 भाग छातीको 4 भागको 1 भाग गरेँ।
अनि लम्बाइ प्लस मैले 2 इन्च जोडेँ यसमा अनि माथि 1 इन्च मार्जिन राखेँ र तल मोडीको आधा राखेर चाहिँ मैले मिलाउँदै छु। कपडा पट्याउँदाखेरि एकदमै ध्यान दिएर पट्याउनु होला। अनि मैले यहाँ 3 इन्च राखेँ छातीको बाह्र भागको एक भाग अनि मैले यो सिधा कोरेँ। अब यसलाई 20 सेन्टर पर्ने गरी एउटा चिन्ह लगाउनुहोस् अनि त्यसबाट मैले यता गोलाइ लिउँछु। त्यसबाट हल्का भित्र पर्ने गरी भित्री सेप हुने गरी भित्रको स्केल छैन भने तपाईँ हातले मिलाउन सक्नुहुन्छ। अब त्यहाँबाट मैले पौने इन्च लिएर फेरि त्यो स्केलको माध्यम सहायताबाट चाहिँ गोलाइ लिएर मैले कोरेँ। अब म काट्न जाँदैछु र यो सेप तपाईँ हातैले पनि ल्याउन सक्नुहुन्छ। यो सेप राम्रो भयो भने ठिक हुन्छ। मैले यहाँ चाहिँ 1 इन्च मार्जिन लिएँ। यो सिलाइको मार्जिन हो। यो चाहिँ भित्रबाट पनि लगाउनुहोस्। यो गर्नुभयो भने सिलाउँदाखेरि सजिलो हुन्छ। अब मैले यसलाई यो अगाडिको भागको चाहिँ है यो मैले काटेँ। अब यसको मैले छाप्छु। पहिला काटेको ड्राफ्ट गरेको अगाडिको पाटा मैले छाप्दैछु। यो बन्द भाग छ, बन्दै नै हुनुपर्छ। एकदम नातेर सही र राम्रो तरिकाले चाहिँ तपाईँहरू काट्नुहोस्। र अब म पछाडिको पाटा लिन जाँदैछु। तपाईँले जसरी कपडा बच्छ त्यसरी चाहिँ हामीले गर्नुपर्ने हुन्छ। मैले पछाडिको पाटा काटेँ र अब यसको अगाडिको पाटाको कल्ली थियो अघि त्यो सानो, त्यो कल्ली चाहिँ म निकाल्न जाँदैछु। यो साइडबाट निकाल्छु र बाँकी कपडा राख्नेछौँ। धन्यवाद सबैजनालाई।